जानु हिजो राति तपाईले चुर्की बजाउँदै भन्नुभएको थियो आज मलाई सुनको हार ल्याइदिन्छु भनेर। इफा तिमी चिन्ता नगर, आज म तिम्रो लागि पक्कै सुनको हार लिएर आउँछु। अरे यार के बोलेर आए मरे, गोजीमा त सुको छैन, अब कसरी ल्याउने होला खलिफाको लागि सुनको हार? अरे त्यो के हो बिके जोरस पक पक, यही त होला त्यो बिको पसल। सुन्छु त यो बिके निकै धनी छ रे। हिड हल्कु, एकचोटि भित्र गएर त हेरौं। बिके रे, मेरो खलिफाको लागि एउटा ठूलो सुनको हार दिनु त। जा यहाँबाट झुपडीमा बस्ने हल्कु, गोजीमा एक सुको छैन, हार लिन आएको छ, निस्किया। के भयो बिके, किन यसरी रोएको? अघि त मलाई यहाँबाट निकाल्दै थियौ त, अब तिमी रोइरहेछौ। मलाई माफ गरिदेऊ हल्कु रे, गुण्डाहरूले मेरो स्वास्नीलाई अपहरण गरेर लगे रे। उनीहरू ढेरमा मेरो स्वास्नीको ज्यानको चिन्ता छ। अनि मैले के गर्नु त? म त गरिब हल्कु झुपडीमा बस्छु। हल्कु रे, तिमी त बलवान छौ। यदि तिमीले मेरो स्वास्नीलाई ती गुण्डाहरूको चंगुलबाट बचाएर सुरक्षित फिर्ता ल्यायो भने म तिमीलाई यो पसलको सबैभन्दा ठूलो र महँगो सुनको हार सित्तैमा दिनेछु रे, पक्का दिनेछु, कसम खाएर भन्छु। साले फटाहा, बिके को स्वास्नीलाई छोडिदे न त तेरो हड्डी पसले एक पारिदिने फेरि। हल्कु रे, मबाट धेरै ठूलो गल्ती भयो, मलाई माफ गर्या। आज त खलिफा खुसी हुने भई रातभरि चुर्की बजाउँछु रे। के भयो खलिफा? योले खलिफा तिम्रो लागि सुनको हार ल्याइदिए, असाध्यै थाकेको छु, अलिकति तेल लगाइदिन रे। धन्यवाद, म लगाइदिन्छु। ल हिन्नुस्, चुर्की बजाएर तपाईको सबै थकान मेटिदिन्छु।